काठमाडौँको माहौल सबैजना आफ्नो आफ्नो काम आफ्नो आफ्नो पढाइ कोही स्कुल कोही कलेज कोही काममा कोही आफ्नो व्यवसायमा सबैजना बिजी हुनुहुन्छ हैन के मगा भाइ तिम्रो भइसक्यो म उही हुँदा तिमी आएको त्यसपछि भेट भएको थिएन के छ मेरो भाइ के हो यार तिमी यहीँबाट टाइम लगाइदिनु म वहाँदेखि आइपुगेँ टाइम आउनु पर्दैन कहाँ जाने यो चाहिँ एउटा भनौँ न मिस गरेर आएको थिएँ मैले त्यहाँ होइन टक्क बाइकमा सरेर जाने उठ्ने घुम्ने मलाई के लाग्छ भने सम्बन्ध भनेको एउटा खुनको होइन एउटा रिलेटिभ्स आफ्नै त्यो हुनैपर्छ भन्ने छैन एउटा मनबाट पनि हुन्छ हेलो नमस्ते साथीहरू सो गुड मर्निङ सो न्यू डे एन्ड न्यू ब्लग है त सो मेरो नाम चाहिँ अर्जुन ठकुरी र हाल म अहिले नेपालमा छु र आज मेरो भ्याकेसनको सेकेन्ड डे सो सेकेन्ड डेमा धेरै कुराहरू गर्नुपर्ने छ होइन हिजो पहिलो दिन भन्दा नि आज धेरै कामहरू छ जुन चिजको लागि आज एकजना हाम्रो सरसँग भेट्नुपर्ने छ प्लस म एउटा भाइलाई भेट्न जाँदैछु र बेलुका भनेको अरू पनि धेरै कामहरू हुन्छ जहाँ भनेको मैले सपिङ गर्नु छ मेरो मेकओभर गर्नु छ लाइक धेरै कुराहरू छ भनौँ न सो यस्तै छ अहिले चाहिँ म नयाँ बानेश्वर जाँदैछु त्यहाँ मेरो एकजना पुरानो भाइ हुनुहुन्छ जोसँग भेट्नु पर्ने छ उहाँले चाहिँ मलाई बोलाउँदै हुनुहुन्थ्यो सो त्यहाँ गएर हामी एकछिन खाजा नास्ता खान्छौँ गफ गर्छौँ अलमोस्ट 1 घन्टा म त्यहाँ बसिसकेपछि फेरि मलाई चावल जानुपर्ने छ र त्यहाँ पनि मैले चावलमा नि एकजना सरलाई भेट्नु पर्ने छ त्यहाँ अरू बेग्लै कुराहरू छ काम विषयको बारेमा देन आफ्टर म त्यहाँ अरू कामहरू सकेर फेरि बेलुका आउनु छ कलङ्की जानु छ कोर्लिनु छ धेरै कामहरू छ है त साथीहरू सो त्यस्तै छ हेर्दै गर्नु होला त्यही हो आजको डे कस्तो हुन्छ टोटली पुरा हेर्नु होला है त थ्याङ्क यू सो मच सो किप लभिङ किप सपोर्टिङ सब्सक्राइब माई च्यानल है त साथीहरू म न्यू बानेश्वर आइपुगेँ होइन भाइ हल्का बिजी भइरहेको छ फोन उठिरहेको छैन सो म यसो हल्का अगाडि गएर हेर्दै गर्छु हाम्रो वारियो पारियो केही थाहा छैन मलाई सो म थोरै अगाडि गएर बसिरहेको हुन्छु शीतलतिर अहिले भाइको फोन आइसकेपछि या फोन रिसिभ गरेपछि भाइलाई भेटेर अनि म फेरि चाबेल निस्किनुपर्ने हुन्छ जस्तै छ काठमाडौँको माहौल सबैजना आफ्नो आफ्नो काम आफ्नो आफ्नो पढाइ कोही स्कुल कोही कलेज कोही काममा कोही आफ्नो व्यवसायमा सबैजना बिजी हुनुहुन्छ होइन लाइक कसैको टाइम छ भने यताउता घुम्दै या भनौँ न नर्मली बसेर गफ गरेर लाइफ गरेर या कुनै पनि चिजको बारेमा सोचेर या कुरा गरेर बसिराख्नु भएको छ सो यस्तै छ सो म अहिले न्यू बानेश्वरमा आइपुगेको छु सो त्यही नै हो मलाई राम्रोसँग धेरै कुराहरू थाहा छैन यहाँको बारेमा म नि बुझ्दैछु हेर्दैछु हजुरलाई पनि त्यही कुरा देखाउँदैछु त्यही नै छ है साथीहरू ल म तपाईँलाई बाँकी भिडियोहरू अहिले भाइसँग भेट भइसकेपछि देखाउनेछु नर्मली भेटघाटको नर्मल भिडियोहरू तपाईँलाई सो गर्नेछु के कस्तो कुरा आएर सो गर्नेछु देन आफ्टर म ट्राभल जानेछु यस्तै छ मेरो डे मेरो अहिलेको टाइम भ्याकेसन यत्तिकै गइरहेको छ होइन सो बिस्तारै अझै इन्ट्रेस्टिङ कुराहरू आउनु बाँकी नै छ अब त्यो तपाईँले टाइम अनुसार देख्नु नै हुन्छ सो किप लभिङ किप सपोर्टिङ कन्टिन्यू हेर्नु होला है त्यही नै भन्न चाहन्छु थ्याङ्क यू सो मच यति हुन्छ अहिलेलाई सो अरू पनि म देखाउने छु कन्टिन्यू हेर्दै जानु होला है त सो साथीहरू फाइनली भाइले कल गऱ्यो भर्खरै होइन सायद उयो रेडी हुँदै थियो होला म ठिक्क ठाउँमा आएर बसिरहेको रहेछु यहीँनिर आउने रे सो उसँग अब भेटघाट गर्ने अब के हुन्छ हेर्छु है त म कुदिरहेको छु म भाइलाई र साथीहरू फाइनली मेरो भाइ आइपुग्यो होइन सो अलमोस्ट 30 मिनटभन्दा धेरै लाग्यो के छ मेरो भाइ के हो यार तिमी यहीँबाट टाइम लगाइदिनु म वहाँदेखि आइपुगेँ टाइम आउनु पर्दैन कहाँ जाने हो सो भनेको मेरो सुशील भाइ होइन सो अब कस्तो भनेपछि लाइक पहिलेदेखि चिन्जान एकदम लङ टर्म त होइन तर लास्ट टाइम म जब महेन्द्रनगर बसिरहेको थिएँ त्यो टाइममा उहाँकै घरमा बसिरहेको थिएँ भन्नाले भाडामा बसिरहेको त्यो टाइममा चिन्जान भएको जोस् राम्रोसँग कुराकानी हुने यताउता हुने सबै कुराहरू हुन्थ्यो होइन साथीहरू सो एउटा भनेको मलाई के लाग्छ भने सम्बन्ध भनेको एउटा खुनको
होइन एउटा रिलेटिभ्स आफ्नै त्यो हुनैपर्छ भन्ने छैन, एउटा मनबाट पनि हुन्छ। सो भाइले त सम्झिरहेको हुन्थ्यो। सो म काठमाडौँ आएको बेला भाइले टक्क सम्झेँ, कहाँ छु के छौ भनेको, यहाँ छु ल भेटौँ भनेपछि यसो भेटघाट गरिदिइरहेको हो। है त साथीहरू यस्तै छ। सो हामी अब कहाँ जाने रे? यसो चिया खाऊँ, चियासिया खान जाने रे? कहाँ कताबाट आएको तिमी? म त आनामनगर जाने बाटोतिर बस्छु। अनि यो पुलनिर भन्नुपर्छ नि त, अनि मलाई यहाँ भन्दा तिमीले यहीँ बस्नु भन्यो। कहाँ हो के हो, मलाई नि नयाँ छु क्या म काठमाडौँमा, बस्नु त बस्या हो पहिला, तर यस्तै बाहिर एकदम धेरै ठाउँ म घुमेँ होइन। नर्मली आवश्यक परेको ठाउँमा कताबाट जाने के जाने अलिअलि थाहा छ। अब अलमोस्ट धेरै टाइमपछि आउँदा फेरि कन्फ्युज भएको हो, तर नयाँ त नयाँ छु भनौँ न। सो यही हो, अब भाइसँग अब म आधी एक घन्टा बसेर मलाई चाहिँ फेरि चावल जानु छ। त्यही हो, ल साथीहरू कन्टिन्यू हेर्नु होला है त। लु हामी यहाँ आइपुग्यौँ होइन, यस्तै छ के गर्नु होइन। अनि के छ मेरो भाइको हालखबर, कस्तो भइरहेछ पढाइ? एकदम चल्दैछ एक्जामको टाइम हो। तपाईँसँग भेटेर खुसी लाग्यो। मलाई नि खुसी लाग्यो भाइ हेर, हामी भेटेको 3 वर्ष भइसक्यो। भइसक्यो। म उहीँ हुँदा तिमी आएको, त्यसपछि भेट भएको थिएन। काठमाडौँ आउँदा नि म तिमीलाई भेटेन क्या, भेट भयो भने त्यतिखेर मैले कुरा गरेँ, तिमी चाहिँ अलिक के अरे टाइर्ड छ, निस्किन मिल्दैन कहिले के भएर भेट भएको थियो काठमाडौँ। 3-3.5 वर्ष लागिसक्यो हामी भेटेको। ठिकै छ, पृथ्वी गोलो छ, घुमेर कता न कता भेट भइहाल्छ, टेन्सन नलिकन होइन। त्यही हो, अब भेट्नुपर्छ फेरि। अहिले भयो, अब म फर्किने बेला चाहिँ भेट्छु तिमीलाई। तिम्रो टाइम मिल्यो भने, अहिले पो छुट्टी भयो, ठ्याक्कै मिलिहाल्यो। ल ठिक छ। के मगायो भाइ तिम्रो यो? चिप्स लाफिङ हो भन्ने नेपालको चाहिँ प्रसिद्ध लाफिङ सेन्टरबाट यहाँ खाएको। ठिक छ ठिक छ। सो साथीहरू हामी चाहिँ लाफिङ खायौँ होइन, दामी लाग्यो। मलाई चाहिँ चिप्स लाफिङ ट्राई गरेँ आज, अलि फर्स्ट टाइम हो। सो स्पेसली लाग्यो। सो भाइलाई चाहिँ अब चिया भनेपछि होइन, अब कस्तो हुन्छ, मैले अघि भर्खर खाएर आयो क्या चिया। तिमीलाई फोन गर्नुभन्दा अगाडि भर्खर बसेर आरामले चिया खाएर एकछिन बसेर रिल्याक्स पारामा होइन, अनि निस्क्या हो। अनि मलाई कस्तो भयो भन्दा, मलाई खासमा कलङ्गी जाने काम थियो, अनि 2 बजे यता मिटिङ थियो होइन। अब म कलङ्की गएर मिटिङ जान नि सक्थेँ, फेरि सोचेँ त्यहाँ कलङ्की त अहिले भरे बेलुका पनि जान सकिन्छ होइन। अनि त्यसो तिमीलाई फोन गरेँ, तिमी फ्री छुट्टी खान्थ्यो नि त, फ्री त अनि तिमीलाई भेटेर म त्यहीबाट जान्छु भनेर सोचेँ क्या। साँच्चै यहाँ नयाँ बानेश्वरबाट त्यो थियो नि ग्याजेट 360 भन्ने छ नि, कहाँनिर छ थाहा छ तिमीलाई? ग्याजेट 360 म त बानेश्वरमा होइन, त्यो नयाँ बानेश्वरमा हो। न्यू बानेश्वर भने जस्तो लाग्थ्यो मलाई। न्यू हो कि ओल्ड कुन नम्बर छ तिमीसँग? खोइ लोकेसन हेरौँ ल, लोकेसनमा त होला नि। नभए त्यहीँ जाउँ न त भनेर। ठिकै छ, अब यस्तै छ, अब चिया खाइन्छ होइन, मिलाउने ग्याजेट 360 गइन्छ, त्यही हो है। चिया आयो त साथीहरू, अब हामी चिया खान्छौँ अनि त्यसपछि छुट्टी नै त होला नि। म चावलतिर। सो हेलो नमस्ते साथीहरू सबैजना। सो आज चाहिँ मैले मेरो दाइलाई भेटेँ फाइनली, हिजो फोन गरेको अनि रिसिभ भएन। आज चाहिँ दाइले आफै कल गर्नुभयो, हिजो बिजी हुँदैछ। सो उहाँले जस्ट भेट्ने बित्तिकै मलाई घुम्न लिएर जाँदै हुनुहुन्छ। सो म चाहिँ भक्तपुर जाँदैछु, अहिले म बाटोमा छु, म यहाँ छु होइन। सो त्यही हो, जाम हेर्न सक्नुहुन्छ काठमाडौँको, यस्तै छ, झन् बेलुकाको झन् जाम हुन्छ। जोस् यो चाहिँ एउटा भनौँ न मिस गरेर आएको थिएँ मैले त्यहाँ होइन, टक्क बाइकमा सरेर जाने उड्ने घुम्ने, त्यो चाहिँ अहिले भइरहेको छ। त्यही हो, सो इन्जोय योर लाइफ भन्छ नि, लाइक भ्याकेसनमा आएको बल्ल अलि वर्थ इट फिल भइरहेछ भनौँ न। अझै धेरै कुरा हुनु बाँकी छ, त बल्ल सेकेन्ड डे हो। सो यस्तै छ, हेर्दै जानुहोस्, अगाडि बढ्दै जानुहोस्। यो लाइक सेयर एन्ड सब्सक्राइब गाइज, जो सपोर्ट है त। सो अहिले बिस्तारै के भयो उतातिर के गर्यो भन्ने कुरा पनि म तपाईँलाई अभियसली देखाउने नै छु। एज अ दाइको पर्मिसन लिएर, अब सबै कुरा दाइ चाहिँ सोसली हुँदैन त्यति धेरै एक्टिभ, त्यही भएर चाहिँ सोध्नुपर्छ होइन। ठिकै छ, सो यस्तै छ है त साथीहरू। सो भेट्दै गरौँला है, ल बाई बाई।